हेलो एभ्रिवान, के छ? अरू त के सुधमा सोध्ने भनेको गर्मी कतिको छ हजुरहरूकोतिर? यतातिर त लास्टै गर्मी बढिसकेको छ। यो मेरो थर्ड सावर हो। दुईचोटि चाहिँ म ज्यान नुहाइसकेँ। अहिले थर्ड टाइम म कपालै नुहाउँछ कपाल नुहाएँ। लास्टै गर्मी भएको छ। झन् यो प्रेग्नेन्सीमा बढी गर्मी हुँदो रहेछ कि कुनै के हो थाहा भएन है। अरू बेला भन्दा नि मलाई त अहिले त लास्टै नै फिल भएछ कि गर्मी भएको। अनि गर्मी हुने बित्तिकै मलाई भित्रबाट हिट फिल हुने बित्तिकै मेरो फेसलाई ठ्याक्कै थाहा हुन्छ कि कहाँ कहाँ पिम्पल आउने हो, कता कता आए ठिक हुन्छ भनेर। पिम्पल चाहिँ अलरेडी आइसकेको छन्। अब खै स्किन केयर नि गरिरहेको हुन्छु, अब फेस नि वास गरिरहेको हुन्छु, पानी नि खाइरहेको हुन्छु, तर पिम्पल चाहिँ नट इभन इन प्रेग्नेन्सीमा नि गएन है मेरो पिम्पल चाहिँ। अनि म सावर लिएर के गर्ने भनेर सोच्दा बसिरहेको थिएँ। अनि अरू केही खान मन थिएन। सुन्तला किनेको थिएँ मैले आज। अनि किन्ने ठाउँको त्यहाँ आमाले नि एकदम मिठो लिग भनेर भन्नुभएको थियो। म त अहिले बिना सिजनको सुन्तला कस्तो होला र भनेर एकदम कन्फ्युजनमा खोल्साइरहेको थिएँ कि कस्तो हुन्छ होला भनेर। अनि मैले खोल्साएर खाएर हेरेको एक्सप्रेसनमै थाहा पाउनुहुन्छ कि सुन्तला त एकदमै मिठो थियो। गर्मीमा सुन्तला गुड कम्बिनेसन। त एउटा मात्रै खाएँ किनकि मैले बिहानदेखि खाना नि खाएको थिइनँ। अहिले यतिखेर त लगभग 3:34 हुन लागिसकेको थियो। अनि म त्यति सुन्तला खाएर अब खाना के बनाउने भनेर सोध्दै खाँदै गरेको थिएँ। वान एन्ड ओन्ली फेभरेट मेरो चाहिँ जहिले सुकेको लेडिज फिङ्गर मात्रै हुन्छ। अनि उहाँले खाएर गइसक्नु थियो। उहाँलाई मैले बिहानै अलिकति तरकारी दाल भात थियो, उहाँले खाएर जानुभयो। मैले चाहिँ अनि खाएको थिइनँ। अनि अलिकति भिन्डी काटेँ, फ्रेस भिन्डी थियो। अनि भिन्डी सिन्डी काटेर म चाहिँ बल्ल खाना खान थालेको लगभग 4 बजिसकेको थियो। त्यसपछि उहाँ आउनुभयो, मैले चिया पकाएँ, उहाँले चिया र पपकर्न खानुभयो। म चिया खाएर बाहिर निस्केँ वकको लागि। आजको लागि आज यति नै भयो। टेक केयर, बाई बाई।